हेलो साथीहरू, फेरि पनि म एउटा नयाँ भिडियो लिएर आएको छु। अनि म चाहिँ आज तपाईहरुलाई मेवाको फुलको चाहिँ रेसिपी बनाएर देखाउँछु। अनि यो मेवाको फुल हो, धेरै राम्रो हुन्छ यो बनाएर खाँदाखेरि चाहिँ। अनि तपाईहरुलाई पनि कसरी बनाएर खानुपर्ने रहेछ त्यो चाहिँ तपाईहरुलाई देखाउँछु म। अहिले तपाईहरुले पनि यो हेरेर यसरी नै बनाएर खानु होला। यो चाहिँ अहिले पानीमा उमालेर अनि यसको पानी चाहिँ हामी फ्याँक्छौँ हैन। अनि एकैछिन यसलाई उमाल्ने हो। भुलुक्कै उमालेपछि चाहिँ यसको कसहरू जुन चाहिँ हुन्छ नि त्यो कसहरू चाहिँ जान्छ। अनि त्यो गएपछि चाहिँ हामीलाई अनि कस्तो गरेर खाँदा पनि हामीलाई हाम्रो खुसी हो। अनि त्यो भएर चाहिँ एकैछिनको लागि चाहिँ बोइल गर्दैछौँ। अनि बोइल गरेर भइसक्यो, यो बोइल गरेर भयो। अनि यसको पानी चाहिँ अब हामी तार्नेछौँ। अनि प्याज काटेर अहिले प्याजहरू यस्तै मसिनो गरेर काट्नुपर्छ। अनि प्याज मसिनो काटेर सानो सानो पारेर चाहिँ अनि त्यसको पछि चाहिँ यसलाई चाहिँ प्याजहरू हालेर अनि के हो सबै आफ्नो इच्छाले हाल्ने हो। अनि अरू कति मान्छेहरूले त अब प्याजहरू मन नपराउने अनि प्याज नखानेले चाहिँ नखाँदा पनि हुन्छ। तर मलाई चाहिँ प्याज मन पर्छ। अनि प्याज मन परेको भएकोले गर्दाखेरि म चाहिँ प्याज काट्दैछु अहिले। अनि प्याज काटेर अनि तपाईहरुलाई इच्छा छ भने प्याज हाल्नु, तपाईहरुलाई मन पर्छ भने। अनि मन परेन भने तपाईहरुले प्याज नहाल्दा पनि हुन्छ। प्याज हाल्नु नै पर्ने छ त्यस्तो छैन। अनि तपाईहरुको आफ्नो इच्छा हो, आफ्नो टेस्ट, आफ्नो स्वादको अनुसार हो। अनि अहिले लसुन पनि छिल्दैछु हैन। लसुन पनि छिलेर प्याज लसुन यसरी मिक्स गरेर छिलेर अनि अदुवा खुर्सानी पनि हाल्नेछु। अनि अदुवा पनि सानो सानो मसिनो पारेर काटेर सानो सानो मसिनो काट्ने हो। अनि तपाईहरुलाई इच्छा लाग्यो भने अनि कुट्नीमा कुट्दा पनि हुन्छ, कुटेर मिहिन गरेर हाल्दा पनि हुन्छ। अनि मलाई चाहिँ यस्तै मन पर्छ। अनि त्यही भएर म यस्तै गर्दैछु। अनि अहिले तेल हालेँ। अनि अलिक तेल चाहिँ अलिक हिसाबले हाल्नुपर्छ, किनभने तेल थोरै भयो भने पनि राम्रो हुँदैन। अनि तेल बेसी भयो भने राम्रो हुँदैन। अनि यो चाहिँ काटिसकेँ मैले हैन, सबै यहाँ रेडी गरिसकेँ अहिले। अनि फेरि पनि यो सुकेको खुर्सानी पनि एक दुईवटा झानिदियो भने चाहिँ त्यसको चाहिँ स्वाद चाहिँ अनि त्यसको टेस्ट चाहिँ अलगै बढ्छ कि। अनि त्यो भएर अनि त्यो चाहिँ अनि यहाँ राजा खुर्सानी पनि छ। अनि यो सुकेको खुर्सानी छ। अहिले मैले प्याज हालिदिएँ। अनि प्याज हालेको पछि अनि फेरि अहिले चाहिँ लसुनहरू सबै हालेँ, खुर्सानी पनि हालिदिएँ। अनि यसरी एकछिन हल्लाएर अनि अलिकति ब्राउन कलर जस्तो भएपछि चाहिँ अनि त्यसको पछि अनि राजा पनि हालिदिएँ, त्यो पिरोवाला बोक्सी खुर्सानी। अनि अलिक ब्राउन कलर हुँदैछ हेर्नु तपाईहरुले। अनि कलर पनि यस्तो राम्रो, यस्तो टेस्टी देख्दैछ हैन, देख्दा पनि खाउँ लाग्दो। अलिक ब्राउन कलर भइसक्यो अहिले लगभग। अनि भइसक्यो। अनि अब चाहिँ फेरि तपाईहरुले हेर्दै जानु मैले कसरी बनाउँदैछु। अनि मैले बनाएको जस्तै तपाईहरुले पनि यसरी नै हाल्नु। थोरै हल्दी हालेँ। अनि हल्लाएँ, फेरि एकछिन हल्लाएँ। अनि अहिले चाहिँ मैले यो मेवाको फुल चाहिँ जुन चाहिँ मैले बोइल गरेर राखेको थिएँ त्यो चाहिँ अहिले हालिदिएँ। यो हालिसकेको पछि चाहिँ यसलाई यसरी हल्लाउनुपर्छ। यसरी हल्लाएँ, यसरी मजाले एकदम त्यसलाई फ्री गरेर हल्लाउनुपर्छ। अनि यसरी हल्लाइसकेर चाहिँ एकदम मजाले हल्लाउनुपर्छ। त्यसको सबै कुरो त्यो प्याज लसुनहरू हालेको अदुवाहरू त्यो सबै मिल्नुपर्छ योसँग। अनि योसँग यस्तो गरेर मिलाएर मजाले हिलाएर बनाएपछि चाहिँ अनि यसको हेर्नुहोस् कलर पनि अलग भयो हैन।
यो रेसिपी चाहिँ तपाईँहरूले पनि राम्ररी हेरिराख्नुहोस्, किनभने मेवाको फुल चाहिँ कहीँ पायो भने पनि खेर जानु नदिनुहोस्। तपाईँहरूले चाहिँ उठाएर ल्याउनुहोस्। अहिले मैले निमक यहाँ थोरै लगाएँ, निमक हालिसकेँ मैले होइन, निमक हालिसकेँ। अनि तपाईँहरूले पनि फेरि यसलाई राम्ररी हेरेर बस्नुहोस्। तपाईँहरूले पनि यसरी नै बनाउनुहोस् अनि यसरी हल्लाउनुहोस्। मैले यसरी हल्लाएँ मैले होइन, मजाले हल्लाएँ। एकदम पुरा मिल्नुपर्छ कि यसलाई हिलाएपछि चाहिँ मजाले एकदम उल्टा फुल्टा गरेर मजाले हिलाउनुपर्छ। अनि बल्ल उसको नुनहरू चाहिँ गएर भित्रभित्र पनि पस्नुपर्छ, नभए कतै लागेको हुन्छ कतै लागेको हुन्न, हल्लाएन भने चाहिँ। त्यही भएर राम्ररी हल्लाउनुपर्छ। अनि हेर्नु, अनि अहिले मैले हालेँ त्यो सानो खालको टमाटर हालेँ होइन। फेरि हल्लाएँ। ठुलो खाले पनि हाल्नु सक्छ, तर आफ्नो इच्छा हो। मलाई चाहिँ अनि बारीमा फलिरहेको थियो, अनि सानो खालको टमाटर चाहिँ, अनि मलाई चाहिँ सानो धेरै मनपर्छ, अनि त्यही भएर सानो खालको टमाटर हालेँ। अनि 2वटा अन्डा पनि हालेँ, तर पनि मैले अन्डा हाले तापनि तपाईँहरूलाई इच्छा छैन भने, तपाईँहरूले खानुहुन्न भने नहाले पनि हुन्छ, किनभने तपाईँहरूले मैले हालेको छु। त्यही भएर यो चाहिँ यसमा चाहिँ हाल्नै पर्ने रहेछ यस्तो होइन। तपाईँहरूको इच्छा छ भने चाहिँ हालेर खानुहोस्, यदि इच्छा छैन भने चाहिँ के अरे अन्डा नहाल्दा पनि हुन्छ। अनि खानुहुन्छ भने चाहिँ अन्डा चाहिँ जसरी भए पनि तपाईँहरूले लगाउनुहोस्। अन्डा लगाएर अनि फेरि हल्लाउनु पर्यो। अनि हल्लाएको पछि अनि हेर्नुहोस् अन्डा कस्तो हुन्छ। यसको यो रेसिपी नै अलग छ। अनि यो अन्डा हालेर चाहिँ बनाएर तपाईँहरूले खानुभयो भने चाहिँ एकदम यसको स्वाद, यसको टेस्ट भन्ने कुरो अलगै छ। तपाईँहरूले एकबार खाएपछि चाहिँ बनाएर तपाईँलाई बार बार खानु मन लाग्छ। त्यही भएर तपाईँहरूले मेवाको फुल चाहिँ जहाँ भेट्यो भने पनि तपाईँले चाहिँ मेवाको फुललाई चाहिँ कहिल्यै छोडेर नआउनुहोस्। देखेपछि चाहिँ तपाईँहरूले किनेर भए पनि, बजारमा भेट्यो भने पनि किनेर भए पनि लिएर आउनु। अनि तपाईँले यस्तै मैले बनाए जस्तै तपाईँहरूले पनि बनाउनुहोस्। अनि तपाईँहरूले एकबार खानुभयो भने चाहिँ तपाईँहरूलाई बार बार खानु मन लाग्छ। त्यही भएर यसरी नै मजाले हल्लाइ बनाउनुहोस्। अनि यो चाहिँ पुरा टमाटर पनि मिहिन हुन्छ होइन। अनि त्यो अन्डाको पनि सबै उयो भएर मिहिन भएर त्यो हरेक फुलको हरेक दानामा चाहिँ यो मिल्छ। फुलको हरेक दानामा मिलेपछि चाहिँ त्यसको स्वाद चाहिँ यस्तो मिठो हुन्छ कि तपाईँहरूलाई के भन्ने, जब तपाईँले बनाएर खानुहुन्छ तब बल्ल तपाईँहरूले यसको स्वादलाई चाहिँ तपाईँहरूलाई थाहा हुन्छ। अनि यो दबाई कतिचोटि यो दबाईहरू हाम्रो शरीरको लागि दबाई पनि राम्रो हो होइन। अब यो भयो, पाकिसक्यो अब होइन, पाक्यो। हेर्नु यसको कलरै कस्तो भयो हेर्नु त, देख्दा पनि खाउँ लाग्दो, यस्तो टेस्टी। आमा मुखबाट पानी निस्केको जस्तै भइसक्यो मेरो त। मैले आफै बनाउँदैछु तर पनि मलाई एकदम खाउँ लाग्दैछ। अनि तपाईँहरूले पनि यसरी नै बनाएर चाहिँ एकचोटि टेस्ट चाहिँ अवश्य गर्नु होला। ग्यासलाई बन्द गरिदिएँ, अब भइसक्यो मेरो। अब यहाँ हेर्नुहोस् हालेँ। मेरो भिडियो चाहिँ तपाईँहरूलाई राम्रो लाग्यो भने चाहिँ लाइक अनि सेयर गरिदिनु। बाई बाई।